हेलो गाइज, हामीले ड्युटी चाहिँ जानु लाग्यो होइन। पछाडि साथीहरू सबै बस्नु भएको छ, भाइहरू बसेछ होइन। किनभने एउटा भाइ चाहिँ इन्डियन भाइ हो होइन। म इन्डियन भाइलाई चाहिँ नेपालीदेखि सोध्छु होइन। उसले चाहिँ अलिअलि हाम्रो नेपाली भाषा बोल्न सिकाएको छु मैले होइन। उसलाई चाहिँ म अलिअलि हाम्रो भाषामा चाहिँ सोधेको हुन्छु। ऊ चाहिँ कस्तो बोल्छ होइन। यो तपाईँलाई मनपर्छ भने कमेन्ट गर्नु होला है त। ओके भाइ, हामी कहाँ जाँदा हम काममा जान्छ कि काममा जाँदा हम। ए अनि हामी चाहिँ काम गरेर राति कति बजी फर्किन्छौँ रिटर्न? 12 बजे आउँछ। 12 बजी। अच्छा अच्छा। तिम्रो बिहानको ड्युटी कति बजी हुन्छ? हाम्रो ड्युटी 9 बजे चालु हुन्छ कि 9 बजी चालु हुन्छ। अच्छा अच्छा। अनि तिमीले चाहिँ यो होटलमा काम गर्न लागेको चाहिँ कति साल भयो? हाम्रो अभी 7-8 साल भयो। 7-8 साल भयो। तपाईँ त बहुत पुरानो हुनुहुन्छ फेरि है? पुरानो हुनुहुन्छ। अच्छा अच्छा। स्कुलमा था तभी स्कुल पढ़ के ऐसा ड्युटी गर्न लाग्यो। ड्युटी गर्न लाग्यो। मतलब स्कुल पढ्दा पढ्दै तपाईँले चाहिँ स्कुल पनि पढ्ने अनि ड्युटी पनि गर्नु भएको थियो? ड्युटी पनि गर्ने हो। ल ठिक छ ठिक छ। अनि तपाईँलाई हाम्रो नेपाली भाषा कतिको राम्रो लाग्छ? बहुत राम्रो लाग्छ यार। मलाई पनि पुरा सिक्छ जस्तो पनि आउँछ, लेकिन थोड़ा थोड़ा आउँछ यार। हो लेकिन बहुत राम्रो बोल्नुहुन्छ होइन। कोसिस गर्दै गर्नु नेपाली भाषा बोल्नको लागि। किनभने नेपालतिर तपाईँ घुम्नु भएको छ कि नै त? मलाई घुम्न हो ये अपना वो काठमाडौँ छ। काठमाडौँ जाने हो? वो नेपाल में और बहुत कुछ देखने का है वो। अच्छा अच्छा ठीक है। फिर इसके बाद आपको नेपाल में घुमाना है, घूमने का है तो हम लेके जाएंगे ना? तो आएंगे? ये आउँछ मलाई। मैले जहिले पनि तिमीलाई मैले जाम हिँड्दा नेपाल घुम्न भनेपछि तिमी जान तयार छौ? ठीक छ जाऊ न। ओके ल। हाम्रो भाइलाई चाहिँ नेपाल घुम्नु मन छ अरे है। पक्कै पनि हाम्रो साथीहरूलाई मन पर्यो होला। लाइक कमेन्ट गरिदिनु होला भिडियोमा। अनि भाइलाई चाहिँ नेपाल घुमाउनै पर्छ है। ओके बाई बाई, जय नेपाल।